गुरबाकोट ग्यालेरीले अस्ति एउटा खेलकुदको क्रममा चाहिँ एउटा भिडियो बनाएको थियो। भिडियो हेरेँ मनमा पनि अलिकति प्रश्न छियो पनि र यसो सानो नानी मनभयो एउटा चाहिँ एकदम अब उज्यालो अनुहार त थियो होइन। अब तर आर्थिक अवस्थाले गर्दा उसले पठन पाठन किन गर्न नसकेको हो कि भन्ने चाहिँ मलाई मनमा कता कता लागिराख्यो। अनि त्यसपछि मैले उसको चाहिँ अब हिस्ट्री बुझ्नु खोजेँ के रहेछ भन्ने कुरा भएपछि त्यो चिनेकै मान्छेको हिस्ट्री पहिचान भयो। हामीले पहिलेदेखि चिनजान भएकै मान्छेको पहिचान भयो र वास्तवमा पनि उसको चाहिँ पछि मैले अलिक थप बुझेँ उसको आमाको पनि अब अलिकति मेन्टली समस्या मानसिक रूपमा समस्या छ। बाउलाई चाहिँ अब काम गर्ने अब आर्थिक अवस्था एकदम कमजोर भएको हामी बुझेकै कुरा र उसले बाउले चाहिँ अब आफ्नो परिवार धान्नको निम्ति पनि कहिले अब स्वदेशमा मजदुरी गरेर हुन्छ या विदेश गएर हुन्छ त्यो अवस्थामा चाहिँ छ भने अब उसले आफ्नो परिवारलाई सही ढङ्गले पालन पोषण गर्न सक्ने अवस्था चाहिँ चाहेर पनि नसक्ने अवस्था चाहिँ देखिसकेपछि हामीले अब हाम्रो सम्पर्कमा सधैँ हाम्रो चिनजान सम्पर्कमा भएको लोबेन हो सर्वसम्म अगाडि पनि धेरै सम्पर्क बस्छ र यो ठाउँका धेरै बालबच्चाहरू पनि त्यो ठाउँमा चाहिँ गएर आफ्नो चाहिँ भविष्य निर्माण गरेको अवस्था चाहिँ छ र त्यही ठाउँमा पठाउन सकिन्छ कि भनेर उहाँ चाहिँ सम्पर्क गरे। त्यसपछि उहाँहरूले पनि यसलाई सहज रूपमा एउटा आफ्नो प्रक्रिया पुर्याएर लान सक्ने कुराको एउटा चाहिँ सहमति दिनुभयो। त्यसमा उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र सँगसँगै नानीको अब उज्जवल भविष्यको कामना पनि गर्न चाहन्छु। भोलि साँच्चीकै यो ठाउँको एउटा आफ्नो लागि त छँदैछ यो ठाउँकै निम्ति एउटा चाहिँ एउटा असल नागरिकको रूपमा चाहिँ स्थापित हुनेछ भन्ने मलाई विश्वास छ र परिवारलाई पनि अब उहाँको अभिभावकलाई पनि त्यो खालको वातावरण उहाँहरूले पनि आफ्नो घरबाट सिर्जना गर्ने बाँकी आफ्नो पारिवारिक जीवनलाई पनि अझै राम्रो गर्नको निम्ति उहाँहरूलाई चाहिँ एउटा त्यो बाटोमा लाग्नुको निम्ति पनि उहाँलाई चाहिँ मैले अनुरोध गरेँ र यो नानीको विषयमा जति चिन्तित तपाईँहरू हुनुहुन्छ त्यो चिन्ता हामीलाई पनि छ। कसरी नानीको अब अरू कुरा आफ्नो पारिवारिक माया प्रेम सम्बन्ध त आफ्नो ठाउँ छँदै छ, त्योभन्दा पनि ठुलो कुरा के भने उसको जीवन एउटा उज्जवल भविष्य निर्माण गर्नु हामी सबैको चाहिँ कर्तव्य पनि हो। त्यसकारण त्यो अनुसार हामीले खालको वातावरण सिर्जना गरेका छौँ। निश्चित रूपमा पनि भोलिका दिनमा यो नानीले उच्च प्रगति भएको हामी देख्नेछौँ, यही कामना गर्न चाहन्छु। धन्यवाद सबैलाई। धेरै वर्ष भयो होइन, अब भनौँ न अहिले घर पनि छैन, अर्काको घरमा भाडामा बसिन्छ। अब खै अहिलेसम्म कसैले हेरेको छैन। अब पढाउनु पनि गाह्रो छ, आफूलाई जीविका चलाउनु पनि गाह्रो छ। कहिले 2 महिना इन्डिया, कहिले 2 महिना यहाँ बसेर अब मेहनत गरेको कति नै कमाइन्थ्यो। त्यही भएर हाम्रो मेरो साहबले यो चाल खेलिदिनु भयो अनि हाम्रो आशीर्वाद जहिले पनि यो चाल खेल्नुभयो। भनौँ जतिले चाल खेल्नु भएको छ त्यो उहाँहरूलाई धेरै धन्यवाद छ। जो मेरो छोरीलाई चाहिँ अगाडिसम्म पुर्याइदिनु होला भन्ने मैले आशा राखेको छु। अस्ति भर्खरै एउटा चाहिँ हाम्रो खेलकुद कार्यक्रम चाहिँ सञ्चालन भएको थियो। त्यसमा एउटा बच्चाले जबकि स्कुल जानुपर्ने वातावरण हुनुपर्ने, स्कुलमा पठन पाठन गर्नुपर्ने अवस्था हो, एउटा पानीको बोतल लिएर बच्चाले चाहिँ बिक्री गर्न गइरहेको अवस्था चाहिँ थियो र मनभित्र एउटा चाहिँ भनौँ एउटा के गर्छु भन्ने आँट क्षमता पनि भएको, तर आफ्नो अब गरिबीको कारणले गर्दा केही समस्या पनि भएको हो कि भन्ने मलाई चाहिँ जिज्ञासा भयो। त्यसपछि बुझ्दै जाँदा चिनेकै मान्छे भनौँ हामीले गाउँ समाजले पहिलेदेखि चिनजानकै भएको मान्छे, आर्थिक अवस्था पनि एकदमै नाजुक भएको हामीले चाहिँ देखिरहेको अवस्था पनि हो र त्यो व्यक्तिको नातिनी पनि हो भन्ने कुरा पनि सुने र सँगसँगै उसको आफ्नो आमा चाहिँ वास्तवमा जन्म दिने आमा चाहिँ मानसिक रूपमा चाहिँ समस्या भएको, बुवा चाहिँ अब आफ्नो आफ्नै घर पनि नभएको अवस्था र अब भनौँ न साँझ बिहान मेहनत परिश्रम नगरेसम्म खाना पनि अब घर पुर्याएर चलाउनु पनि अवस्था नाजुक भने अप्ठ्यारो पर्ने अवस्था भन्ने कुरा पनि हामीले देखेको कुरा पछि बुझ्दै जाँदाखेरि हामीले देखेको कुरा पनि हो। त्यस कारण अब त्यो अवस्थामा छ भने एउटा सानो बच्चालाई हामीले उसको आमा पनि नहुँदै गर्दाको अवस्थामा उसलाई चाहिँ अब मातृत्वको पनि एउटा आभास हुने गरी र भोलि उसको उज्जवल भविष्यको निम्ति पठन पाठन पनि एउटा व्यवस्थित गर्नको निम्ति हाम्रो पहिलेदेखि एउटा सम्बन्ध चिनजान भएको लभेन होप भन्ने हाम्रो संस्था छ। उहाँहरूसँग थुप्रै बच्चाहरू पनि यसरी नै पालन पोषण गरेर उहाँहरूको चाहिँ उज्जवल भविष्यको निम्ति उहाँको पठन पाठनदेखि हरेक प्रक्रिया चाहिँ गर्नुभएको नजिकबाट मैले देखेको अवस्था पनि छ। र त्यहाँ उहाँहरूसँग सर्वसँग कन्ट्याक्ट गरिसकेपछि उहाँहरूले पनि त्यो कुरालाई हामी त्यसलाई माथिसम्म अब उहाँको पनि आफ्नो दातृ निकाय होला उहाँहरूसँग सम्बन्ध गरेर हामी अगाडि राखिदिन्छौँ भनिसकेपछि हिजो साँझ मात्रै चाहिँ यो कुरा चाहिँ
उहाँहरूको दातृ निकायले अथवा डोनरले पनि हुन्छ सहमति दिइसकेपछि आज चाहिँ उहाँलाई उठाउने र आज नै उहाँलाई चाहिँ लैजाने त्यो आश्रममा लैजाने र आजै अब सुर्खेतदेखि चाहिँ काठमाडौँ लाने भन्ने कुरा भइसकेपछि हामी चाहिँ यहाँ आएका छौँ। अब यसमा चाहिँ घर परिवारले पनि धेरै चाहिँ चिन्ता मान्नुपर्ने अवस्था छैन। तपाईँहरूलाई आवश्यक परेको खण्डमा चाहिँ उहाँसँग नानीसँग सम्बन्ध जोडिएको कुराहरू धेरै रात पर्नु कुराहरू चाहिँ हुने कुराहरू होइन। अहिले प्रविधिको जमानामा त्यति गाह्रो छैन होइन। हिजोको दिनमा अब म आफै पनि थाहा छ घर छोडेर जाँदा 12 वर्षको उमेर थियो। त्यो बेला न फोनको समस्या फेरि सुविधा थियो न केही थियो। म आफूलाई पनि एकदमै अप्ठ्यारो फिल भएको थियो भने अहिले त्यो जमाना चाहिँ एकदमै हराएको छ। त्यो जमाना चाहिँ छैन अहिले एकदम सहज छ। उहाँहरूलाई अप्ठ्यारो परेको अथवा तपाईँलाई केही बुझ्नको मनमा लाग्यो भने सम्पर्क गर्न सकिने अवस्था पनि सकिन्छ। र अब हामीले सोच्ने भनेको कुरा हामी जुनसुकै अवस्थामा भए पनि बच्चाको भविष्य चाहिँ उज्जवल होस् भन्ने कुरा नै हामी सबैले सोच्थ्यौँ। हामी सबै अब नगरपालिका आफ्नो अभिभावक समुदाय सिङ्गो समुदाय सबैले सोच्ने भनेको बच्चाको उज्जवल भविष्य हो नै हामीले सोच्थ्यौँ। त्यस कारण यो विषयमा हामी एकदमै चिन्छौँ। त्यस कारण आज हामीले चाहिँ यो नानीको चाहिँ यो बाबुको बालिकाको हामीले चाहिँ यहाँबाट चाहिँ उज्जवल भविष्यकै निम्ति चाहिँ हामीले यहाँ उद्धार गरेर राम्रै ठाउँमा चाहिँ पठन पाठन र उसको चाहिँ सम्पूर्ण सुविधा आवश्यकताहरू परिपूर्ति गर्नका निम्ति हामी चाहिँ पठाउँदैछौँ भन्दै अब नानीको चाहिँ उज्जवल भविष्यको कामना गर्न चाहन्छु। नाम हो तुलसी, म कक्षा 3मा पढ्छु। अब म 4मा जाँदैछु अनि म काठमाडौँ जाँदैछु। म पढ्न होस्टेल। तिमी कहाँ जाँदैछौ? काठमाडौँ जान लाग्छौ। तिमी खुसी छौ? ल के गर्न जाने हो? पढ्न जाने होइन? धेरै पढ्ने मेहनत गर्ने है। चन्द्र खड्का र धन्यवाद नगर प्रमुखज्यू, हाम्रो वडा अध्यक्षज्यू र यहाँ उपस्थित हुनुभएका नगरपालिकाका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई धेरै धेरै धन्यवाद र आभार प्रकट गर्न चाहन्छु, जसले चाहिँ यो नानीको चाहिँ तपाईँको स्टोरी जसले चाहिँ तपाईँको ल्याइदिनु भयो र हामीलाई पनि यहाँसम्म आइहुने एउटा बात रहनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र लभ एन्ड होप नेपाल चाहिँ गुरुबाकोटमा त होइन, यो विगत 8 वर्षदेखि 11वटा जिल्लामा 200 जना बालबालिकाको क्षेत्रमा चाहिँ काम गरिरहेछौँ। र यो जुन अहिले नानीको छ, हामी कक्षा 1 देखि 12 कक्षासम्म हामी चाहिँ अनिवार्य शुल्क शिक्षा हामी दिन्छौँ र बाँकी रहेको अवस्थामा नानीले एकदमै राम्रो गर्दै गयो भने चाहिँ हामीले 12 कक्षा पछाडि चाहिँ हाम्रो चाहिँ फेरि सेलेक्सन हुन्छ। त्यो सेलेक्सनमा यदि राम्रो गर्न सक्यो, नानीले भने जस्तो चाह्यो भने चाहिँ फेरि हामी त्यो पनि अवसर चाहिँ हामी सिर्जना गर्दछौँ। र संस्थाले यहाँसम्म ल्याइ पुर्याउनको लागि विशेष गरी हाम्रो नगर प्रमुखज्यूकै सक्रियतामा हामी आइपुगेका हौँ। र यो नानीको अवस्था यस्तो यस्तो छ भनिसके पछाडि हाम्रो पनि प्रक्रिया छ। कम्तीमा पनि एउटा नानीलाई रेस्क्यु गर्दाखेरि 1 हप्ता लाग्छ, तर नगर प्रमुखज्यूको सक्रियतामा चाहिँ हामीले लगभग मलाई लाग्छ अस्ति आएको 3 दिनमै यो काम चाहिँ हामीले आज सम्पन्न गर्न गइरहेका छौँ। र अभिभावकज्यूहरूलाई पनि आफ्नो नानी भेट्नको लागि वर्षमा अथवा काठमाडौँ आएको बेलामा तपाईँ होस्टेलमा आएर भेट्न सक्नुहुन्छ, होस्टेल हेर्न सक्नुहुन्छ। नानी के गर्दैछ, कसो गर्दैछ, तपाईँले कुनै पनि चिन्ता फिक्री लिनु पर्दैन। त्यहाँ चाहिँ तपाईँको स्वास्थ्य, शिक्षा र तपाईँको चाहिँ खाना सहितको पारिवारिक वातावरणमा तपाईँको नानीले शिक्षा पाउनुहुनेछ। र यहाँको भन्दा तपाईँले चाहिँ अघि नगर प्रमुखज्यूले भन्नुभयो जस्तै उहाँको कुनै पनि भविष्यको चिन्ता चाहिँ गर्नु पर्दैन र आफ्नो परिवार भेट्न तपाईँलाई कुनै समय चाहिँ लाग्दैन। तपाईँहरू जतिखेर नै आउन सक्नुहुनेछ भन्दै यो नानीको उज्जवल भविष्यको लागि लभ एन्ड होप संस्थालाई जिम्मेवारी सुम्पिदिनु भएको र हामीलाई विश्वास गर्नुभएको लागि नगर प्रमुखज्यूलाई धेरै धेरै धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। धन्यवाद।